सम्पूर्ण साथीहरूलाई नमस्कार। म लेखक तथा प्रशिक्षक तिलाचन सापकोटा फेरि पनि उपस्थित भइसकेको छु। सम्पूर्ण साथीहरूले लाइभलाई सेयर गर्नुहोला है साथीहरू। विशेष गरी वनरक्षक, गेम स्काउट लगायत वन समूहका सम्पूर्ण तह र तबकालाई हुने गरी इक्जाम ओरिएन्टेड फर्मेट बेसमा आधारित रहेर हामीले हिजोदेखि सम्पूर्ण साथीहरूलाई नमस्कार। म लेखक तथा हिजोदेखि हामीले दैनिक अत्याधिक महत्त्वपूर्ण नमुना सेट अभ्यास गर्ने क्रममा आज हामी दोस्रो दिनमा छौँ। सम्पूर्ण साथीले धेरैभन्दा धेरै लाइभलाई सेयर गर्नुहोला ताकि भोलिका दिनमा हजुरहरूले खोजेको समयमा भिडियोबाट फेरि पुनः लाभ लिन सकियोस्, साथै अन्य साथीहरूलाई पनि जानकारी होस् भन्ने हेतुले हजुरहरूले सेयर गर्नुहोला। आफू आबद्ध हुनुभएका धेरै ग्रुपहरूमा सेयर गर्नुहोला। साथीहरूलाई मैले सेयरको लागि 2 मिनटको टाइम दिन्छु, त्यसपछि हामी तत्कालै आजको सेसनतिर प्रवेश गर्नेछौँ। सम्पूर्ण साथीहरूले लाइभलाई धेरै सेयर गर्नुहोला, धेरैभन्दा धेरै सेयर गर्नुहोला है त साथीहरू। अनि को कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनु होला। गत इक्जाममा पनि मैले यस्तै कक्षा सञ्चालन गरेको थिएँ, त्यो एकदमै लाभदायक भएको कारणले धेरै साथीहरूले सर हजुरको क्लास पुनः सञ्चालन गर्नु पर्यो भनेर धेरै माग गर्दा गर्दै मैले बल्ल बल्ल समयको व्यवस्थापन गरेर हजुरहरूलाई केही भए पनि जानकारी दिउँ भन्ने हेतुले लाइभमा आएको छु। सम्पूर्ण साथीले लाइभलाई सेयर गर्नु होला है त साथीहरू। सम्पूर्ण साथीले लाइभलाई एकदमै धेरै आफू आबद्ध हुनुभएका ग्रुपहरूमा जति पनि उपस्थित हुनुभएका छ सम्पूर्ण साथीहरूले आफू आबद्ध हुनुभएको ग्रुपमा पेजमा सेयर गर्नु होला है त। सम्पूर्ण साथीहरूलाई नमस्कार। कमल जोशीजी पनि भन्दै हुन्छ नमस्कार भन्दै हुन्छ। नमस्कार हजुर सबलाई नमस्कार है त। खोटाङदेखि भन्दै हुनुहुन्छ कविराजी। सम्पूर्ण साथीहरूलाई नमस्कार है। लाइभलाई एकदमै सेयर गर्नु होला, कन्जुस नगरिकन। ल साथीहरू 100वटा सेयर पुर्याउनुहोस् त, अनि त्यसपछि हामी आजको क्लासमा प्रवेश गर्नेछौँ। सम्पूर्ण साथीलाई है त मैले भनिरहेको छु, हजुरहरूले कन्जुस नगरिकन सेयर गर्नु होला है। तपाईँहरूले 100वटा सेयरको टार्गेट पुर्याएपछि म क्लास सुरु गर्नेछु है त। आज थोरै समय ढिलो भयो, म अफिसबाट भर्खरै आइपुगेँ। एकदमै गाह्रो छ साथीहरू समय मिलाउन। एकदम एकजना रोशनजीले भन्दै हुनुहुन्छ सर टाइमको भ्यालु गर्नु न, कति बिजी राख्नुहुन्छ सर सधैँ भन्नुहुन्छ। अब बिजी राख्दिनँ भन्दा पनि अब बिजी हुन थालिसकिएको छ है। सम्पूर्ण साथीले अब लाइभलाई सेयर गर्नुभयो होला भन्ने आशासहित आजको क्लासलाई सञ्चालन गरौँ। आजको पहिलो प्रश्नतिर लागौँ। धेरै साथीहरूले लाइभलाई कसैले पनि सेयर गर्नु भएको छैन। हजुरहरूलाई मैले केही भनेको छैन, हजुरले लाइभलाई मात्रै सेयर गर्नुहोस् भनेको छु, ताकि भोलिका दिनमा तपाईँलाई सहजैसँग भिडियो पाएर फेरि पनि त्यसबाट लाभ लिन पाउनुहुन्छ, साथै अन्य साथीहरूको पनि उपस्थिति हुन्छ भन्ने हेतुले मात्रै हो। धेरै सेयर गर्नु त, साथीहरू थोरै हुनुहुन्छ, यति थोरै साथीहरूमा त के अध्ययन गराउने हो र। ल एकदम सेयर गर्नुहोस् त, साथीहरूको उपस्थिति अलिक बढुवा दिनु पर्यो। अनि हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ र कुन प्रदेशको तयारीमा हुनुहुन्छ मलाई पनि जानकारी गराउनु होला है साथीहरू। आजको पहिलो प्रश्नतिर लागौँ। आजको पहिलो प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजको पहिलो प्रश्न एकदमै सजिलो प्रश्न रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लोगोमा कुन दुर्लभ वन्यजन्तुको टाउको फोटो राखिएको छ? अप्सन कमा छ बाघ, अप्सन खमा छ हात्ती, अप्सन गमा छ एकसिङे गैँडा, अप्सन घमा छ रेड पाण्डा। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लोगोमा कुन दुर्लभ वन्यजन्तुको टाउको फोटो राखिएको छ? क बाघ, ख हात्ती, ग एकसिङे गैँडा, घ रेड पाण्डा। उपयुक्त विकल्प चयन गरेर कमेन्ट बक्समा कमेन्ट गर्नु होला है साथीहरू। साथै लाइभलाई सेयर पनि गर्नु होला साथीहरूले। प्रश्न नम्बर 1, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लोगोमा कुन जीवको फोटो वा टाउको फोटो राखिएको छ? सम्पूर्ण साथीहरूले लाइभलाई सेयर गर्नु होला।
एकदमै प्रश्न एकदमै इम्पोर्टेन्ट प्रश्न छ, एकदमै राम्रो प्रश्न छ, सधैँ लोकसेवा आयोगले बारम्बार सोधिरहने प्रश्न। साथीहरूले पक्कै पनि मिलाउनु हुनेछ भन्ने मैले आशा पनि लिएको छु। सम्पूर्ण साथीहरूले एकदमै मनन गरेर तपाईँहरू नझुकिकन अप्सन सी भन्दै हुनुहुन्छ। यसको सही उत्तर हो साथीहरू अप्सन सी, एकसिङे गैँडाको चाहिँ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना चाहिँ कहिले भयो भन्दाखेरि 2037 सालमा है त साथीहरू। 2037 सालमा टिपोट गर्नु होला है त। स्थापना स्थापना 2037 सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना चाहिँ 2037 सालमा भएको साथीहरू। नेपालमा पाइने वन्यजन्तु र जैविक विविधताको एकदमै इम्पोर्टेन्ट छ है साथीहरू, सुन्नुहोस् र टिपोट पनि गर्दा हुन्छ। नेपालमा पाइने वन्यजन्तु र वन्यजन्तु वनस्पति र जैविक विविधता तथा यससँग सम्बन्धित समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको स्थापना भएको हो। भोलि तपाईँलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना हुनुको उद्देश्य के हो भन्यो भने तपाईँले नेपालमा पाइने वन्यजन्तु वनस्पति र जैविक विविधता तथा यससँग सम्बन्धित समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको भन्ने अप्सनमा चाहिँ टिक लगाउनु पर्ने हुन्छ। र यसको स्थापना 2037 सालमा भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग संरक्षण विभाग चाहिँ वन तथा वातावरण है त, टिपोट गर्नु होला, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहन्छ है त। मन्त्रालयको मातहतमा रहन्छ। यसको केन्द्रीय कार्यालय चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको केन्द्रीय कार्यालय चाहिँ काठमाडौँको बबर महलमा है त साथीहरू। बबर महल काठमाडौँ, यो चाहिँ केन्द्रीय कार्यालय है त साथीहरू। आजका लागि यसै गरी दोस्रो नम्बर प्रश्नमा प्रवेश गरौँ ढिला नगरिकन। आजका लागि दोस्रो नम्बर प्रश्न हजुरको स्क्रिनमा देखिसकेको छ। आजका लागि दोस्रो नम्बर प्रश्न रहेको छ, तलको भनाइ विचार गर्नुहोस्। डबल लेभलको क्वेसन रहेछ साथीहरू। तपाईँहरूलाई यो लेभलको क्वेसन त नसोध्ला, तर पनि तपाईँहरूले यसबाट ज्ञान हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। तलको भनाइ विचार गर्नुहोस्। रामसारमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कोशी टप्पु सिमसार क्षेत्र हो। 2 मा छ रामसारमा सूचीकृत नेपालको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र कोशी टप्पु नै हो। माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस्। एकदमै ध्यानपूर्वक अध्ययन गर्नु होला है साथीहरू, प्रश्नले घुमाउन सक्छ। तलको भनाइ विचार गर्नुहोस्। रामसारमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कोशी टप्पु सिमसार क्षेत्र हो। 2 मा छ रामसारमा सूचीकृत नेपालको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र पनि कोशी टप्पु नै हो। माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस्। अप्सन क मा छ दुवै भनाइ ठिक छन्। अप्सन ख मा छ भनाइ 1 ठिक र भनाइ 2 गलत छ। अप्सन ग मा छ भनाइ 1 गलत र भनाइ 2 ठिक छ। अप्सन घ मा छ दुवै भनाइ गलत छन्। उपयुक्त विकल्प छनौट गरेर साथीहरूले कमेन्ट बक्समा गई कमेन्ट गर्नु होला है त साथीहरू। र साथै नयाँ आउनुभएका साथीहरूले लाइभलाई सेयर गर्नुहोला। आफू आबद्ध हुनुभएका ग्रुपमा हजुरहरूले सेयर गर्नुहोला है त। धेरै साथीले सेयर गर्न कन्जुस गर्नुभएको छ, मैले बारम्बार भनिरहेको छु। साथै साथीहरूले मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोस्। योभन्दा अगाडिका भिडियोहरू पनि हेरेर लाभ लिन सक्नुहुन्छ। योभन्दा अगाडिको भिडियोहरू पनि मैले त्यहाँ राखेको छु। सम्पूर्ण साथीहरूले तिलाचन सापकोटा नामको युट्युब च्यानलमा गएर हेर्नुहोला। र साथै मैले योभन्दा अलिक तल पोस्टमा एउटा क्युआर राखिदिएको छु साथीहरू, वाट्सएप ग्रुप। त्यसमा चाहिँ वनसँग सम्बन्धित प्रतिस्पर्धी साथीहरूले त्यसमा जोइन भएर डिस्कस गरेर अध्ययन गर्न सक्नुहुन्छ है त साथीहरू। ल अब प्रश्न नम्बर 2 को उत्तरतिर लागौँ। प्रश्न नम्बर 2 को उत्तर खै साथीहरूले के भन्नुभयो, साथीहरूको फिडब्याक हेरौँ पहिला है।
कसैले क, कसैले घ, कसैले ख, कसैले बी भन्नुभएको छ। यसको सही उत्तरतिर लागौँ। यसको सही उत्तर हो बी है त साथीहरू। भनाइ 1 ठिक छ, तर भनाइ 2 चाहिँ गलत छ। यो चाहिँ गलत हो है त साथीहरू। यो रामसार सूचीकृत नेपालको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको सिमसार कोशी टप्पु नभइकन के हो त साथीहरू? फेवाताल है त। फेवाताल सहितको 9 वटा ताल सूचीकृत भएको छ। कास्की जिल्लाको फेवाताल सहितका 9 वटा ताल है त। 9 ताल। यो चाहिँ सबैभन्दा ठुलो हो। यो सबैभन्दा ठुलो हो। यसले 261.06 वर्ग किमी क्षेत्रफल वर्ग किमी क्षेत्रफल ओगटेको छ है त। र कोशी टप्पुले 175 वर्ग किमी क्षेत्रफल ओगट्छ है त साथीहरू। 175 वर्ग किमी। र अर्को टिप्पणी गर्नुहोस्। सबैभन्दा सानो रामसारमा सूचीकृत नेपालको सबैभन्दा सानो भनेको माई पोखरी इलाममा छ। माई पोखरी, जसको क्षेत्रफल चाहिँ 0.9 वर्ग किमी है त साथीहरू। अन्य जानकारी चाहिँ म भोलि हजुरको फिडब्याकमा पोस्ट गरिदिनेछु। त्यहाँबाट अन्य डिटेल लिनुहोला। तपाईँले कोबी घोज सेरागो मफे भनेर एउटा सूत्र बनाएर रामसार सूचीकृतमा भएका नेपालका 10 वटा अहिलेसम्म 10 वटा सिमसारहरू चाहिँ रामसारमा सूचीकृत भएको छ। कोशी टप्पु सबैभन्दा अघिल्लो हो भने सबैभन्दा पछि फेवाताल सहितका 9 वटा तालहरू सूचीकृत भएको होस्। फेवाताल चाहिँ 2016 सालमा भएको भने कोशी टप्पु चाहिँ सन् 1988 मा भएको छ है साथीहरू। अन्य डिटेल म भोलि राखिदिन्छु। त्यहाँबाट तपाईँहरूले लिएर अध्ययन गर्न सक्नुहुन्छ है। दीपक खत्री सर नमस्कार भन्दै हुन्छ। नमस्कार आराम हुनुहुन्छ? ल आजका लागि तेस्रो नम्बर प्रश्नमा प्रवेश गरौँ। ढिला नगरिकन आजका लागि तेस्रो नम्बर प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजका लागि तेस्रो नम्बर प्रश्न यस प्रकार छ। गस्ती गर्दा तपाईहरूलाई एकदमै महत्त्वपूर्ण, गस्ती गर्दा हात्ती गस्तीबाट हुने फाइदा तलका मध्ये कुन हो? ठुला नदी तथा खोलाबाट वारपार गरी गस्ती गर्न सकिने। खमा छ हात्ती गस्तीबाट टाढा टाढाको वस्तु स्थिति थाहा पाउन सकिने। अप्सन गमा छ वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुन सकिने। अप्सन घमा छ माथिका सबै। 3 मा छ गस्ती गर्दा हात्ती गस्तीबाट हुने फाइदा तलका मध्ये कुन हो? कमा छ ठुलो नदी तथा खोलाबाट वारपार गरी गस्ती गर्न सकिने। खमा छ हात्ती गस्तीबाट टाढा टाढाको वस्तु स्थिति थाहा पाउन सकिने। अप्सन गमा छ वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुन सकिने। घमा छ माथिका सबै। उपयुक्त विकल्प चयन गरेर सम्पूर्ण साथीहरूले एकदमै अध्ययन गरेर मनन गरेर प्रश्नको उत्तर लगाउनु होला है साथीहरू। एकदमै मनन गरेर है त साथीहरू। गस्ती गर्दा हात्ती गस्तीबाट हुने फाइदा तलका मध्ये कुन हो? उपयुक्त विकल्प चयन गर्नु होला है साथीहरू। अलिक फास्ट गरौँ। आज समय मेरो कार्यव्यस्तता कारण अलिक ढिलो भयो। 15 मिनट ढिलो भएकोमा सम्पूर्ण साथीहरू माझमा क्षमा माग्न चाहन्छु है त साथीहरू। तेस्रो नम्बर प्रश्नको उत्तरतिर लागौँ। तेस्रो नम्बर प्रश्नको उत्तर एकदमै सम्पूर्ण साथीहरूले घ भनिरहनु भएको छ। त्यसैले मैले पनि यसभन्दा बाहेकको उत्तर लाउन सक्दिनँ। 3 नम्बर प्रश्नको सही उत्तर घ नै हो। ठुला नदी तथा खोलाबाट वारपार गर्न पनि सकिन्छ। हात्ती गस्तीबाट टाढा टाढाको अग्लो हुने भएको कारणले टाढा टाढाको वस्तु स्थिति थाहा पाउन सकिन्छ र वन्यजन्तुको आक्रमणबाट पनि सुरक्षित हुन सकिन्छ। हात्तीबाट गरिने गस्तीबाट वन रक्षकमा वा वन संरक्षणमा खटिएका सुरक्षाकर्मीको सुरक्षा हुनुको साथै काममा सहयोग हुने गरेको पाइन्छ है त साथीहरू। त्यसै गरी आजका लागि चौथो नम्बर प्रश्नमा प्रवेश गरौँ। आजका लागि चौथो नम्बर प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजका लागि चौथो नम्बर प्रश्न रहेको छ। यो पनि एकदमै सजिलो प्रश्न छ। बारम्बार लोकसेवा आयोगले सोधेको प्रश्न। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 कहिले प्रकाशन भएको हो? अप्सन कमा छ विक्रम सम्वत 2029 फागुन 28 गते। अप्सन खमा छ विक्रम सम्वत 2029 वैशाख 29 गते। अप्सन गमा छ विक्रम सम्वत 2029 वैशाख 28 गते। अप्सन घमा छ विक्रम सम्वत 2029 फागुन 29 गते। उपयुक्त विकल्प चयन गर्नु होला साथीहरू। धेरै साथीहरूले यो खालको प्रश्न बिगार्नु भएको पाइन्छ। डेटलाई एकदमै तपाईँले मनन गरेर याद गर्नु होला, ताकि बारम्बार लोकसेवा आयोगले सोधिरहेको प्रश्न छ। बारम्बार
कर्णाली नदीमा हात्तीले वारपार कसरी गर्न सकिन्छ भन्नुभएको छ। यस्तो खालको कुरा नगर्नु होला है। तपाईँ पढ्न मन छ भने आएर जोइन हुनु होला र डिस्टर्ब गर्ने काम नगर्नु होला है त साथीहरूलाई मैले जानकारी गराएँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 कहिले प्रकाशन भएको थियो? कमा छ 2029 फागुन 28 गते, खमा छ 2029 वैशाख 29 गते, 2029 वैशाख 28 गते, 2029 फागुन 29 गते। उपयुक्त विकल्प चयन गर्नुहोला। एकदमै सजिलो प्रश्न र बारम्बार सोधिने प्रश्न। तपाईँले वन नियावली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, तपाईँको प्रदेशका वन ऐन नियम चाहिँ कहिले प्रकाशन भयो, कहिले कतिचोटि संशोधन भयो, कहिले कहिले संशोधन भयो, पहिलो संशोधन कहिले भयो र अन्तिम संशोधन कहिले भयो, बारम्बार लोकसेवा आयोगले पहिलो र अन्तिम चाहिँ टार्गेट गरेर सोधेको पाइन्छ। त्यस कारणले तपाईँहरूले एकदमै टिपोट गरेर तपाईँहरूले सबै डेटलाई चाहिँ एक ठाउँ राखेर तपाईँहरूले विकास क्रमको आधारमा अध्ययन गर्नुभयो भने तपाईँहरूलाई सहज होला। तपाईँहरूलाई मैले यो ट्रिक सेयर गरेँ। आजका लागि चौथो नम्बर प्रश्नको उत्तरतिर लागौँ। आजका लागि चौथो नम्बर प्रश्न क रहेको छ। 2029 साल फागुन 28 गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण प्रकाशन भएको थियो। यसमा चाहिँ तपाईँको 34 दफा छन्। 34 दफा छ। एउटा अनुसूची छ, एउटा अनुसूची है त साथीहरू। कति अनुसूची छ, कति दफा छ भनेर पनि सोधिरहेको हुन्छ। अनुसूचीमा चाहिँ संरक्षित वन्यजन्तु एक मात्र है त साथीहरू। संरक्षित वन्यजन्तु पन्छी, संरक्षित पन्छी यो 26 वटा, यो 9 वटा हैन। र वनस्पति, पन्छी, वनस्पति, संरक्षित वन्यजन्तु, पन्छी, वनस्पति समावेश गरेको छ है त साथीहरू। आजका लागि 5औं नम्बर प्रश्नमा प्रवेश गरौँ। आजका लागि 5औं नम्बर प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजका लागि 5औं नम्बर प्रश्न यस प्रकार छ। काठ वा खडा रुखमा लगाउने छाप वा चिन्हलाई के भनिन्छ? कमा छ टाँचा, खमा छ सिल, गमा छ छपान, घमा कुनै पनि होइन। काठ वा खडा रुखमा लगाइने छाप वा चिन्हलाई के भनिन्छ? उपयुक्त विकल्प छनौट गर्नु होला साथीहरू। काठ वा खडा रुखमा लगाइने टाँचा के अरे छाप वा चिन्हलाई के भनिन्छ? टाँचा, सिल, छपान, कुनै पनि होइन। उपयुक्त विकल्प छनौट गर्नु होला। काठ वा खडा रुखमा लगाइने छाप वा चिन्हलाई के भनिन्छ? एकदमै सजिलो प्रश्न। बारम्बार लोकसेवा आयोगको पुरानो प्रश्नपत्र पनि हेर्न सक्नुहुन्छ। पुरानो प्रश्नपत्रमा तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले पुस्तकको लागि भावना बुक हाउसलाई सम्झन सक्नुहुन्छ। मेरो मद्वारा लेखिएको कोशी तथा गण्डकी प्रदेशको दुवै पुस्तक बजारमा आइसकेको छ। 38 सेट नमुना सेट सहितको प्रश्न एकदमै अपडेटेड सहित एकदम अपडेट भएर आइसकेको छ। आर्थिक सर्वेक्षण के अरे गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण र कोशीको बुकमा कोशी प्रदेशको आर्थिक सर्वेक्षणको नयाँ डाटा सहितको आइसकेको छ। साथीहरूले एकचोटि आवश्यक भएमा बजारमा गएर आफूलाई चाहिएको अवस्थामा लिन सक्नुहुन्छ है त। आजका लागि 5औं नम्बर प्रश्नको उत्तरतिर लागौँ। यसको सही उत्तर हो टाँचा। टाँचा चाहिँ कति प्रकारको हुन्छ भन्दाखेरि प्रकार चाहिँ 6 प्रकारको हुन्छ। एकमा छ, लेख्नु होला साथीहरू, टिपोट गर्नु होला, म भनिदिन्छु सरसर्ती। डिभिजन वन कार्यालयले जारी गर्ने टाँचा है त। कार्यालयको टाँचा यो चाहिँ तपाईँको एउटा का टाँचा, जा टाँचा, अनि अर्को छ बिक्री टाँचा, अर्को विकास टाँचा। यो चाहिँ डिभिजन वन कार्यालयको टाँचा चाहिँ 4 प्रकारको हुन्छ। र 2 नम्बरमातिर लागौँ। अहिलेको 1 नम्बर यो। अब 2 नम्बर 6वटा प्रकार मध्ये 1 नम्बरको डिभिजन वन कार्यालय, अर्को सामुदायिक वन उपभोक्ता समूहको टाँचा, सामुदायिक वन उपभोक्ता समूहको टाँचा है त साथीहरू। अर्को समिलको टाँचा, टिपोट गर्नु होला है साथीहरू। एकदमै इम्पोर्टेन्ट छ समिलको टाँचा। 4 मा छ आपूर्ति समितिको टाँचा, 5 मा छ समिति वा संस्थाको टाँचा, 6 मा छ कबुलिती वनको टाँचा गरेर 6वटा टाँचा हुन्।
4 होला भन्दै हुनुहुन्छ। 4वटै हो। डिभिजन 1 कार्यालयले जारी गर्ने टाँचा 4वटा हो। यो अध्ययन गर्नुहोला र टाँचाका प्रकार चाहिँ 6वटा हुन् है त साथीहरू। भोलि म हालिदिन्छु, तपाईँहरूले पोस्टबाट हेर्नु होला है त, त्यो अरू कुरा लिनु होला। त्यसै गरी आजका लागि 6औं नम्बर प्रश्नमा प्रवेश गरौँ। आजका लागि 6औं नम्बर प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजको लागि 6औं नम्बर प्रश्न एकदमै सजिलो छ। चिराइतो समुद्र सतहदेखि कति मिटरको उचाइमा पाइन्छ? अप्सन कमा छ 1000देखि 2500 मिटरसम्म, खमा छ 3200देखि 5300 मिटरसम्म, गमा छ 1200देखि 3000 मिटरसम्म, घमा छ 600 मिटरदेखि 2000 मिटरसम्म। चिराइतो समुद्र सतहदेखि कति मिटरको उचाइमा पाइन्छ? 1000देखि 2500, 3200देखि 5300, 1200देखि 3000 मिटर, 600देखि 2000 मिटरसम्म है त साथीहरू। एकदमै महत्त्वपूर्ण छ। साथीहरूले अध्ययन गर्नुहोला। चिराइतो समुद्र सतहदेखि कति मिटरको उचाइमा पाइन्छ? 1000देखि 2500, 3200देखि 5300, 1200देखि 3000 मिटर, 600देखि 2000 मिटरसम्म। साथीहरूले हिजो भएको अनलाइन क्लासको फिडब्याक मैले फेसबुकमा पोस्ट गरिदिएको छु। त्यसबाट हजुरले डाउनलोड गरेर अध्ययनको दायरा फराकिलो गर्न सक्नुहुन्छ है त। मैले डिटेलमा राखिदिएको छु, हजुरहरूलाई एकदमै सजिलो हुने गरी राखिदिएको छु है त। चिराइतो समुद्र सतहको कति मिटरको उचाइमा पाइन्छ? यसको सही उत्तर हो 1200देखि 3000 मिटरसम्मको उचाइमा। मैले फटाफट भनिदिएँ साथीहरू। यसको वैज्ञानिक नाम भनेको स्वेयरसिया चिराता भनिन्छ। स्वेयरसिया चिराता। यो 1200 मिटरदेखि 3000 मिटरसम्मको उचाइमा पाइन्छ। यसमा मुख्य गरी चिराटिन भन्ने तत्त्व पाइन्छ। चिराटिन है साथीहरू, चिराटिन नामको तत्त्व पाइन्छ। यसको चाहिँ सम्पूर्ण भाग चाहिँ प्रयोगमा ल्याउने गरेको पाइन्छ। यसलाई चाहिँ प्रसारण गर्ने विधि भनेको बिउद्वारा प्रसारण गर्ने गरिन्छ। बिउ सङ्कलन अवधि कहिलेकाहीँ पनि सोधिरहेको हुन्छ। कार्तिक मङ्सिरमा यसको बिउ सङ्कलनको समय हो भने बिउ राख्ने समय चाहिँ फागुन चैतमा यसको बिउ राख्ने गरिन्छ। बिउ सङ्कलनको अवधि लगाएको 2 वर्षपछि चाहिँ बिउ सङ्कलन गर्ने योग्य हुन्छ। उपयोगी चाहिँ भनेको यो घाउ खटिराको औषधिको रूपमा यसलाई प्रयोग गर्ने गरेको पाइन्छ है त साथीकै। आजका लागि 7औं नम्बर प्रश्नमा प्रवेश गरौँ। आजका लागि 7औं नम्बर प्रश्न हजुरको स्क्रिनमा देखिसकेको छ। आजका लागि 7औं नम्बर प्रश्न रहेको छ, हावापानी तथा माटोको विविधताको आधारमा नेपालको वनलाई कति भागमा वर्गीकरण गरेको पाइन्छ? हावापानी तथा माटोको विविधताको आधारमा नेपालको वनलाई कति भागमा विभाजन गरिएको पाइन्छ? अप्सन कमा छ 5 भागमा, अप्सन खमा छ 4 भागमा, अप्सन गमा छ 3 भागमा, अप्सन घमा छ 2 भागमा। उपयुक्त विकल्प छनौट गर्नु होला है साथीहरू। हावापानी तथा माटोको विविधताको आधारमा नेपालको वनलाई कति भागमा वर्गीकरण गरिएको छ? अप्सन कमा छ 5, अप्सन खमा छ 4, अप्सन गमा छ 3, अप्सन घमा छ 2 भागमा। उपयुक्त विकल्प कमेन्ट गर्नु होला है साथीहरू। यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर क, 5 भागमा। उष्ण प्रादेशिक वन, उष्ण प्रदेशीय वन, समशीतोष्ण वन, समशीतोष्ण सदाबहार कोणधारी जङ्गल, लेकाली वनस्पति वा घाँसे मैदान, त्यसै गरी टुन्ड्रा वनस्पति वा शीत मरुभूमि है त साथीहरू। उष्ण प्रदेशीय सदाबहार वन, समशीतोष्ण पतझर वन, समशीतोष्ण सदाबहार कोणधारी जङ्गल, लेकाली वनस्पति वा घाँसे मैदान पनि भनिन्छ, शीत मरुभूमिको वन वा टुन्ड्रा वनस्पति गरेर नेपालमा 5 प्रकारका है त हावापानी तथा माटोको विविधताको आधारमा चाहिँ 5 प्रकारको छ। आजका लागि 8औं नम्बर प्रश्न हजुरहरूको स्क्रिनमा देखिसकेको छ। आजका लागि 8औं नम्बर प्रश्न, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज कति वर्ग किमीमा फैलिएको छ? 3545 वर्ग किमी, 3548 वर्ग किमी, 3550 वर्ग किमी, 3555 वर्ग किमी। उपयुक्त विकल्प छनौट गर्नु होला साथीहरू। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज कति वर्ग किमीमा फैलिएको छ? 3545 वर्ग किमी, 3548 वर्ग किमी, 3550 वर्ग किमी, 3555 वर्ग किमी। उपयुक्त विकल्प छनौट गर्नु होला। साथीहरूले छिटो भन्दै हुनुहुन्छ, मैले छिटै गरिदिइरहेको छु है त। सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज कति वर्ग किमीमा फैलिएको छ?
यसको सही उत्तर हो साथीहरू अप्सन नम्बर घ। 3555 वर्ग किमी यसको स्थापना भएको 2040 सालमा हो। यसले डोल्पा र मुगु जिल्ला, डोल्पा र मुगु जिल्लाको केही भूभागमा फैलिएको छ। यो नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। नेपालको ठुलो राष्ट्रिय निकुञ्ज हो, सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज, सबैभन्दा ठुलो है त साथीहरू, सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो। यसको उचाइ भनेको 2000 मिटरदेखि साथीहरू टिपोट गर्नु होला, एकदमै इम्पोर्टेन्ट छ। 6885 मिटरसम्मको उचाइमा फैलिएको छ 2000 मिटरदेखि। खास गरी यसमा रतुवा, कस्तुरी मृग, नाउर, खरायो लगायतका वन्यजन्तुहरू पाइने गरेको पाइन्छ है त साथीहरू। त्यसै गरी आजका लागि ढिला नगरी 9 नम्बर प्रश्नमा प्रवेश गरौँ। आजका लागि 9 नम्बर प्रश्न हजुरको स्क्रिनमा देखिसकेको छ। आजका लागि 9 नम्बर प्रश्न यस प्रकार छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 अनुसार नेपालमा तलका मध्ये कुन चाहिँ घस्रने प्राणीलाई संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरिएको छ? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार, एकदमै इम्पोर्टेन्ट प्रश्न। आज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029बाट धेरै प्रश्न परेछन्। नेपालमा तलका मध्ये कुन चाहिँ घस्रने प्राणीलाई संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ? उपयुक्त विकल्प कमेन्ट गर्नु होला है साथीहरू। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 अनुसार नेपालमा तलका मध्ये कुन चाहिँ घस्रने प्राणीलाई संरक्षित वन्यजन्तुका रूपमा सूचीकृत गरिएको छ? कमा छ घडियाल गोही, खमा छ अजिङ्गर, गमा छ सुनगोहोरो, घमा छ माथिका सबै। उपयुक्त विकल्प छनौट गरेर साथीहरूले कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै लाइभलाई पनि सेयर गर्नुहोस् है त साथीहरू। आज पनि हामी लगभग अब अन्त्यतिर छौँ र नयाँ साथी आउनुभएका साथीहरूले पेजलाई फलो गर्नुभएको छैन भने पेजलाई फलो पनि गर्न सक्नुहुन्छ। साथै तपाईँहरूलाई उपयुक्त हुने गरी मैले एउटा व्हाट्सएप ग्रुप पनि तयार गरिदिएको छु। त्यस ग्रुपमा पनि गएर जोइन भएर आफूले नजानेका कुरा, आफूलाई डाउट लागेका कुरा साथीभाइहरूसँग छलफल गर्न सक्नुहुन्छ है त साथीहरू। साथै मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर त्यहाँ भएका भिडियोहरूबाट पनि अध्ययन गर्न सक्नुहुन्छ है। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 अनुसार नेपालमा तलका मध्ये कुन चाहिँ घस्रने प्राणीलाई संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ? यसको सही उत्तर हो साथीहरू माथिका सबै। घडियाल गोही, अजिङ्गर, सुनगोहोरो, तीनवटा चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले संरक्षितको सूचीमा राखेको छ है त। विश्वमा 21 प्रजातिका गोही पाइन्छन्। विश्वमा 21 प्रजातिका गोही पाइन्छन्। म सरसर्ती अलिअलि भनिदिन्छु, भोलि डिटेलमा राखिदिन्छु साथीहरू, किनकि आज रात पनि परिसकेको छ। नेपालमा घडियाल र मगर गोही गरी 2 प्रकारका गोही पाइन्छन्। त्यसै गरी नेपालमा 2 प्रजातिका गोहोरोहरू पाइन्छन्, एउटा सुन गोहोरो र अर्को भैँसे गोहोरो भनेर पाइन्छ है त साथीहरू। त्यसै गरी नेपालमा 2 प्रकारका अजिङ्गर पाइन्छ, एउटा एसियाटिक र अर्को बर्मेज अजिङ्गर भनेर 2 प्रकारको पाइन्छ। सबै 2 प्रकारकै पाइयो। तपाईँको नेपालमा यो पनि 2 एकदम सजिलो छ है त साथीहरू। यसलाई कमेन्ट गरेर अध्ययन गर्नु होला कति प्रजातिको नेपालको कन्टेन्टमा है साथीहरू। गोही मात्रै है साथीहरू, घडियाल गोही होइन। गोही कति प्रकारको भन्दाखेरि घडियाल र मगर गोही गरेर 2, अजिङ्गर पनि 2 र सुनगोहोरो पनि 2। सुनगोहोरो र अर्को भैँसे गोहोरो। अजिङ्गरमा तपाईँको एसियाटिक र बर्मिज अजिङ्गर गरेर 2 प्रकारको पाइन्छ। आजका लागि अन्तिम नम्बरको प्रश्न 10 नम्बरको प्रश्नमा प्रवेश गरौँ। आजका लागि 10 नम्बर प्रश्न हजुरको स्क्रिनमा देखिसकेको छ। तल दिइएका पन्छीहरूमध्ये कुन पन्छी शिकार खेल्न पाइँदैन? तल दिइएका पन्छीहरूमध्ये कुन पन्छी चाहिँ शिकार खेल्नका लागि प्रतिबन्ध लगाइएको छ? तल दिइएका पन्छीहरूमध्ये कुन चाहिँ पन्छीको शिकार खेल्न पाइँदैन? तल दिइएका पन्छीहरूमध्ये कुन पन्छीको शिकार खेल्न पाइँदैन? कमा छ परेवा, खमा छ च्याखुरा, गमा छ चखेवा, घमा छ राजधनेश। उपयुक्त विकल्प छनौट गर्नु होला है साथीहरू। तल दिइएका
तल दिइएका पन्छीहरूमध्ये कुन पन्छी शिकार खेल्न प्रतिबन्ध लगाइएको छ? कमा छ परेवा, खमा छ च्याखुरा, गमा छ चखेवा, घमा छ राजधनेश। उपयुक्त विकल्प छनौट गरेर कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। र अन्य जानकारीका लागि भोलि मैले तपाईँहरूको फिडब्याकको रूपमा डिटेलमा तपाईँहरूलाई एकदमै डिटेलमा तपाईँहरूले लगभग 200 जति कुराहरू चाहिँ मैले भोलि फिडब्याकमा हालिदिन्छु। साथीहरूले सम्भव भएसम्म डाउनलोड गरेर त्यसलाई अध्ययन गर्नुहोला। एकदमै राम्रोसँग बनाइदिएको छु, हेर्नुहोला। कार्य व्यस्तताका कारण पनि तपाईँहरूलाई मैले समय उपलब्ध गराएर है त यसको सही विकल्प हो राजधनेश है त साथीहरू, अप्सन घ। नेपालमा चाहिँ विशेष गरी 8वटा चरा चाहिँ शिकार खेल्न पाइन्छ। 8वटा चराको चाहिँ शिकार खेल्न पाइन्छ। शिकार के भन्दाखेरि चाहिँ टिप्नु होला। एउटा परेवा, 2मा परेवा, 1मा परेवा, 2मा पानी हाँस, 3मा चखेवा, अर्को छ च्याखुरा, अर्को तित्रा। टिपोट गर्नु होला है साथीहरू, इम्पोर्टेन्ट छ। भोलि तलका मध्ये कुन चाहिँ खेल्न पाइन्छ कुन चाहिँ खेल्न पाइँदैन भन्यो भने एकदम काम लाग्ने छ। लुइँचे, अर्को छ कालिज, अर्को छ ढुकुर। यतिलाई खेल्न पाइन्छ है साथीहरू। यो चाहिँ शिकार खेल्नलाई खुलाएको छ। साथीहरूलाई म थोरै जानकारी दिएर म बिदा हुन चाहेँ। विशेष गरी कोशी प्रदेश तथा गण्डकी प्रदेशको वनरक्षकको तयारी गरिरहनु भएका साथीहरूलाई मध्यनजर गरेर मद्वारा लेखिएको पुस्तक भावना बुक हाउसद्वारा प्रकाशन भएको छ। चाहिने साथीहरूले 98 63 48 56 71मा वाट्सअप गरेर, वाट्सअप तथा कल गरेर अनलाइन अर्डर पनि गरेर लिन सक्नुहुन्छ है साथीहरू। तपाईँहरूलाई भावना बुक हाउसले किताब उपलब्ध गराउनेछ। 38 सेट सहित, दुईटैमा 38 सेट सहित आर्थिक सर्वेक्षण, 16औं योजना लगायतका बजेट लगायतका सम्पूर्ण अपडेट सहितको पुस्तक बजारमा आइसकेको छ। गण्डकी प्रदेशको विशेष गरी 2 चोटिको प्रिन्ट सकिएर तेस्रो प्रिन्ट बजारमा छ। साथीहरूले गएर लिन सक्नुहुन्छ। तपाईँहरूलाई मन पर्यो भने लिनुहोला, आफूलाई चाहियो भने लिनुहोला। 20वटा क्वेसनसम्म गराउनु पर्यो भन्दै हुन्छ। मैले कोसिस गर्दैछु। है त साथीहरू। सम्पूर्ण साथीहरूलाई यति भन्दै आजको लाइभबाट म अलग हुन चाहेँ। सम्पूर्ण साथीहरूको पढाइले एकदम निरन्तरता पाओस् र अग्रिम शुभकामना पनि दिन चाहेँ। सम्पूर्ण साथीहरूले पढाइलाई एकदमै गर्नुहोला। सधैँ हामी 9 बजेसम्म सम्भव भएसम्म मैले कार्य व्यस्तताको बाहेक समय उपलब्ध गराउन सकेँ भने दैनिक रूपमा हजुरहरूलाई उपस्थित भएर मैले जानेका कुराहरू केही सेयर गर्न सक्छु। 20वटासम्म भन्दै हुनुहुन्छ। म कोसिस गर्दैछु। प्रश्न अलि धेरै ल्याउनु पर्यो सर भन्दै हुनुहुन्छ। म कोसिस गरिरहेको छु। तपाईँहरूलाई 20 देखि 25वटा क्वेसन ल्याउने जमर्कोमा छु। कार्य व्यस्तताका कारण क्वेसन बनाउन एकदमै गाह्रो भएका कारण तपाईँहरूका बुकको क्वेसन त के ल्याउने भन्ने उद्देश्यले हो। तपाईँहरूलाई नयाँ कुरा र परीक्षालाई लक्षित गरेर फाइनल इक्जाम ओरिएन्टेड बेसमा भनेपछि त इक्जाम ओरिएन्टेड बेसमा रहनुपर्ने उद्देश्यले चाहिँ तपाईँहरूको समयको मध्यनजर गरेर तपाईँहरूको समय दिनुभएको जति समय दिनुभएको छ त्यसको लाभ होस् र परीक्षा उपयोगी होस् भन्ने हेतुले चाहिँ मात्रै क्वेसन बनाएको छु। क्वेसन निर्माण गर्न अलिक टाइम लागेको कारण अलिकति 2-4 दिनपछि तपाईँहरूले भनेको मैले गर्छु। सम्पूर्ण साथीहरूलाई यति भन्दै बिदा हुन चाहेँ। को कहाँदेखि हेर्दै हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बिदा भएँ। हस्त, धन्यवाद। जय नेपाल।